सो फाइनली आज चाहिँ म फेरि सानो मिनी भ्लग लिएर आइसकेको छु। देख्न सक्नुहुन्छ तपाईँहरूले। आज चाहिँ म तपाईँहरूलाई के देखाउन गइरहेको छु भने धराने बुङ्गुरको सेकुवा देखाउन गइरहेको छु। आधारशिलामा जाँदैछु, देख्नु होला। र पुगी पनि सके चट्टसँग होइन। म चाहिँ बनाउँदैछु बेलुकाको लागि। अहिले बिहान चाहिँ बनाउनु पर्ने अवस्था हुन्छ। 2 बजीदेखि मात्र स्टार्ट हुने भनेको चाहिँ अब होइन। अहिले मोलेर अहिले लाग्दैन, त्यो भएको कारणले गर्दा अहिले मोलेर राख्नुपर्ने हुन्छ। र फाइनली कान्छन पनि पाउँछ। ल रेडी भइसक्यो। अब चाहिँ अब मात्र हल्ला मात्रै भयो। मोली पनि सके। फाइनली देख्न सक्नुहुन्छ कस्तो छ त होइन। फाइनली मोलिसके, पुरै 3 पिस मात्रै हो। अनि फाइनली कान पनि मोलिसके। सुँगुरको कानै सकियो होइन। त्यस पछाडि चट्टसँग मरिसक्यो होइन। मरिसके पछाडि अब चट्टसँग राख्नुपर्ने अवस्था हुन्छ। टकटक्क अब मिलाएर पोलमा होइन प्याकिङ गरेर राख्नुपर्ने पनि हुन्छ। बढी भएको चाहिँ भरे अब सिद्धेर लानुपर्ने। त्यस पछाडि बट्टाइ पनि बनाउनु पर्ने हुन्छ। र बट्टाइ पनि बनाइसकेँ मैले। फाइनल बुद्ला सिद्धा गिराइसकेँ र सेकुवा पनि मोलिसकेँ। फाइनली देख्न सक्नुहुन्छ तपाईँहरूले होइन। त्यस पछाडि चट्टसँग अब चाहिँ यसरी है टक्क जोख्ने होइन। अनि टक 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 काट्ने। टक्क जोखेर हो यहाँ चाहिँ सिरसिर हुँदैन। जोख्ने त्यहाँबाट सबै कुछ देख्न टक्क अब यसरी त्यहाँबाट टक्कसँग यसरी काटिसकेपछि चट्टसँग थालमा हाल्ने, चट्टसँग पोल्न लाने। फाइनली होइन पोल्दै पनि हुन्छ रातो गरेर कोइलामा दामी तरिकाले पोल्दै पोल्नुपर्छ। फाइनली रेडी पनि भइसक्यो। मुलाको अचार अनि रोटीको अचार फाइनली होइन। बस्ने ठाउँ पनि यस्तो छ, दामी छ। फुलबारी छ पुरै। तपाईँ पनि आउन सक्नुहुन्छ। हावा खाँदै स्वच्छ होइन। बस्नु धेरै आनन्द छ। त्यो फुलको बास्ना सुँग्दै बस्नु चुप्पै रमाइलो हुन्छ। तपाईँहरू पनि आउनु होला भन्दै आजको भिडियो मिनी भ्लगमा यति नै। अन्तिमसम्म भिडियो हेरिदिनु भएकोमा धन्यवाद।